ठ्याक्कै कस्तो ठुलो कार्गो प्लेन उड्यो क्या अहिले। 4टा इन्जिन भएको रहेछ क्या यो कार्गो प्लेन पनि। कार्गो हो क्या लगभग। त्यो कुन ठाउँ जाँदैछ? एनसिए निप्पोन कार्गो एयरलाइन्स हो क्या। महिनामा एक दुईचोटि म यो बाटो हिँडिरहेको हुन्छु। साइडमा दुईपट्टि जङ्गलहरू होइन, रुख बिरुवाहरू, बिचमा रोड क्या। अनि सरर यसरी जाँदाखेरि जस्तो रमाइलो आनन्द अरू के होला र जिन्दगीमा। जति हिँडे पनि हिँड्नु लाग्छ क्या यो लोकेसनमा। यो दुईपट्टि फुलहरू फुलेपछि चाहिँ गएको ठाउँ फेरि जान मन लाग्छ क्या। म बिना काम पनि यत्तिकै घुमिरहेको हुन्छु क्या। बेलुका छुट्टीमा मन शान्त हुँदा आनन्द लिन एकदम हिँडिरहेको हुन्छु क्या। हेलो गुड मर्निङ, वेलकम टु माई अनदर भिडियो। आजको भिडियोको लोकेसन हेर्दै हुनुहुन्छ यहाँनिर। मेरो रुमबाट लगभग 25 देखि 30 किलोमिटर पर भनौँ न, आधी घन्टाको बाटो लगाएर जानुपर्ने बाटो हिकोकिनो पार्क भन्छ। यो चाहिँ नाइरिता इन्टरनेसनल एयरपोर्टको नजिक भनौँ न। लगभग यहाँबाट यो भ्यू पोइन्ट नाइरिता इन्टरनेसनल एयरपोर्ट लोकेसनहरू एक्सप्लोर गर्ने ठाउँ हो। अनि यो चाहिँ एकदम ठाउँ बिजी हुन्छ क्या, प्रायः फरेनरहरू पनि त्यहाँ आइरहेको हुन्छ। अनि यो चाहिँ पर्यटकीय क्षेत्र भएकोले यहाँ चाहिँ भिडियो बनाउने पहिलेदेखि मन थियो। र आजको यो भिडियो हजुरहरूलाई यहाँबाट म सेयर गर्नेछु। र भिडियो मन परेमा लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। र योभन्दा राम्रो लोकेसनहरू सर्च गर्दै अरू भिडियो पनि आउनेछ, त्यसैले सम्पूर्ण भिडियो हेर्नको लागि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फाइनली बल्ल सुरु भयो क्या मेरो फेभरेट लोकेसनको लागि जाने सिन भनौँ, भ्यू। माथि मौसम हेर्नु न बाहिर, ओहो पानी मात्रै नपर्दै हुन्थ्यो क्या। अहिले त जुन लागिसक्यो, जुन जुलाई सुरु हुन लागिसक्यो। जुलाई सुरु लाग्यो भनौँ न अब 4-5 दिनपछि। फेब्रुअरी मार्चतिर त यहाँ यो दुईपट्टि जुन देख्नुपर्छ नि यो बाटोमा दुईवटा बिरुवाहरू, यो साकुरा भन्छ क्या, जापानको राष्ट्रिय फुल। यस्तो मजाले फुल्छ नि यो बाटो, यस्तो ग्रिनरी बनाइन्छ नि, ओ माई गड। अगाडि देख्नुभएको बिल्डिङ छ नि, यो जेआरसी लेखेको, यो चाहिँ यहाँको क्याटरिङ भनौँ न, यो जालको क्याटरिङ हो। यो चाहिँ यहाँ एयरपोर्टै पछाडि एयरपोर्ट भएकोले यहाँ खानाहरू ट्रेनको लागि हुने सम्पूर्ण खानाहरूको प्रोभाइड गर्ने कम्पनी हो चाहिँ यो जेआरसी। लगभग नेपालीहरू फरेनरहरूले धेरै काम गर्छ क्या यहाँनिर क्याटरिङमा। 3-4 4-5 छ क्याटरिङ, जालको, आनाकोदेखि लिएर अर्को क्याटरिङहरू दुनियाँ छन्। प्लस यो जालको क्याटरिङ यहाँ एउटा जेआरसी भन्ने छ, र अर्को एउटा नजिकै छ यहाँनिर। एकदिन अगाडि देख्नुभएको तपाईँले यो लेफ्ट साइडमा छ क्या यो गेट गभर्मेन्ट भन्ने, यो पनि एउटा क्याटरिङ हो क्या। यिनीहरू चाहिँ ट्रकहरूमा यहाँ बनेको खानाहरू बेन्चहरू प्लेनमा सप्लाई गर्ने हो। अहिले सायद यहाँ भरिरहेछ खानेकुराहरू। कति शीतल छ क्या बाहिर, आनन्द, चिसो मौसम। पानी चाहिँ नपरिदियोस्, म अहिले जाने लोकेसनमा फेरि क्याप्चर गर्न पाउँदिनँ। लगभग हप्ता दिन भयो होला आज मैले भिडियो पनि बनाएको थिइनँ। 5 दिन लगातार काम भएर 2 दिन छुट्टी भएको छ। आजको दिन छुट्टीमा त्यो ठाउँमा भिडियो बनाउँछु भन्ने सोच भइरहेको छ क्या मेरो। लोकेसन साह्रै राम्रो छ, एयरपोर्टको भ्यूदेखि लिएर वरिपरि एकदम ग्रिनरी छ क्या बाटो। अब भनौँ न यो गाउँ साइड, यो खेतबारीहरूदेखि लिएर यो रुख बिरुवा जङ्गलहरूको साइड भएकोले यहाँ भिडियो बनाउन पनि साह्रै मजा लाग्छ। आज पार्किङ खाली भएर रहेछ, मलाई आनन्द भयो क्या साथी। जहाँ पार्किङ गऱ्यो पनि भन्नु त पार्किङ नपाएर एकदम बिजोग छ क्या ठाउँमा। अरूभन्दा त आउन खोज्यो है दिउँसोतिर, अनि पार्किङ नपाउने क्या। त्यही भएर म आज बिहान लगभग मर्निङ 10 बजीतिर हिँडेँ घरबाट, आधी घन्टामा त आइपुग्छ ठाउँ। अनि यो लोकेसनमा आउन कसैलाई मन नलाग्ला र? वरिपरि ग्रिनरी छ, ऊ पछाडिपट्टि हेरो एयरपोर्टको भ्यू राम्रो राम्रो देखिन्छ यहाँनिर। मेरो रुमतिरबाट आउने बाटो चाहिँ यतापट्टि भनौँ न, यता चाहिँ यो साइड चाहिँ मेन एयरपोर्ट भन्दा अपोजिट साइडको बाटो भयो भने यतापट्टि पछाडि पुरै एयरपोर्ट भयो, र यो साइड चाहिँ एयरपोर्टतिर जाने बाटो। अनि यो लोकेसन हिकोकिनो पार्क भन्ने लोकेसन चाहिँ यता पर्छ क्या यहाँनिर, अलिकति डाँडामा पर्छ। लगभग 4-5 मिटर अग्लो होला नि है, 4-5 मिटर अग्लो छ। अनि यहाँनिर एकदम
ग्रिनरी छ क्या। अनि प्रायः फरेनरहरू अनि जापानिजहरू पनि प्रायः भिडियोग्राफी फोटोग्राफी गर्न आइरहेको हुन्छ क्या। प्रायः 2-3 महिनामा म एक दुईचोटि यहाँ आइरहेको हुन्छु। भिडियो चाहिँ बनाएको थिइनँ। आज मौसमले पनि साथ दियो, भिडियो आज रमाइलो होला जस्तो छ। बिहानको त 10-11 बजेको छ टाइम पनि, र यहाँ भ्यू पनि यता पानी पर्दा पर्दा जस्तो अलिअलि क्लाउडी मौसम हुन्छ नि, एकदम मनपर्छ यो भ्यू चाहिँ। ठ्याक्कै त्यही भ्यू चाहिँ यहाँनिर अब कति राम्रो हो के मौसम। आज बसिरहँ हेरिरहँ जस्तो लाग्ने वरिपरि। वरिपरि चिसो हावा चलिरहेको छ। झन् यहाँ माथिबाट हेर्दा त कस्तो राम्रो देखिने के एयरपोर्टको भ्यू, शीतल। अनि यहाँ वरिपरि चाहिँ हेर्दा काठ जस्तो छ, तर सबै यो सिमेन्टले ढलाइ गरेर बनाएको बार हो। अनि यहाँ उता पारिपट्टि देखेको चाहिँ हरियाली, यो चाहिँ के आलुहरू साग सब्जी के रोपिरहेको छ। अनि यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ। यो पारिपट्टि चाहिँ एयरपोर्ट, पुरै एयरपोर्ट छ। यता अपोजिट साइडमा चाहिँ यता यो बारभन्दा पारिपट्टि पुरै एयरपोर्ट छ। अनि यो एयरपोर्टमा देखेको सिन, जुन यो एयरपोर्टभित्र चाहिँ यहाँभित्र भएको एयरलाइन्सहरूमा यहाँ आना उता जाल डेल्टाहरूको छ। अनि यो बाटोबाट चाहिँ उता टर्मिनल 2 को अपोजिट साइड पर्छ क्या। यो बाटो गयो भने चाहिँ यहाँदेखि उता गयो भने मौसमले साथ दिएर होला, राम्रो भएर होला। साह्रै आजको यहाँ भ्यू हेर्नमा साह्रै मजा आइरहेछ। यो लोकेसन एकदम रमाइलो छ हौ। 3-4 महिनामा एक दुईचोटि आइरहने लोकेसन हो। नाइट एयरपोर्ट भन्छ यहाँ, जुन ठुलो छ एयरपोर्ट, लगभग जापानमा अलिक ठुलो एयरपोर्टमै पर्छ नाइट एयरपोर्ट। अनि यहाँनिर रनवे पनि बिजी भएर 2टा 3टा बनाउँदैछ अहिले रनवेहरू। अनि अहिले यता देख्नुभएको चाहिँ 2टा रनवे यता छ। अनि अर्को रनवे चाहिँ यता 2030 सम्म, लगभग अबको 5 वर्ष 4-5 वर्षमा अर्को रनवे थप्ने भन्ने कुरा भइरहेको छ। बिजी छ एकदम। 30 सेकेन्ड 40 सेकेन्डको डिस्टेन्समा एउटा प्लेन उडिरहेको हुन्छ क्या। यतापट्टि एयरपोर्ट भयो भने यता अपोजिट साइडमा भनेको सबै समुद्र छ क्या। अपोजिट साइडमा समुद्र। जब यो ठाउँ आउँछु नि म, तब मनमा अरू नै केही कुरा खेल्छ क्या। विदेश गएको कति वर्ष, आएको कति वर्ष भयो, कहिले फर्किने। जति अब फर्क्यौँ भन्ने मनमा आउँछ, त्यति अझै व्यवहारले छिट्दै जान्छ क्या। ठिकै छ, ऊ त आकाशमा उडेको प्लेन जस्तै कुनै न कुनै दिन त फर्क्यौँला नि। पानी राति अलिअलि पानी परेर बाटो छिपछिप चाहिँ गरिरहेछ, तर पनि लगभग सुकिसक्यो भनौँ यहाँनिर। अब एकछिन चाहिँ अब यहाँ बनाएको छ झार, झारमै बसेर भयो नि मौसमहरू हेरौँ। यो मौसमले साथ दिएको बेलामा राम्रो सिनहरू हेरौँ भने हो। यता सबै परपरि चाहिँ सबै एयरपोर्ट साइड पऱ्यो भने यता अपोजिट साइड चाहिँ समुद्र परेकोले हावाको जुन ब्यालेन्स एकदम मिलेको छ क्या। चिसो हावा। आज मान्छे नभएर हो क्या खासै यहाँनिर भिड नभएको। आनन्द अब न त भिडियो बनाउन पनि पाइँदैन यहाँ, हिँड्ने यसरी बस्न कहाँ पाइन्छ यहाँनिर। पार्किङ सबै प्याक, पार्क गर्न पनि लगभग यहाँ लाग्छ 15-20 मिनट वेटिङ गर्नुपर्छ कहिलेकाहीँ त है। यहाँ अर्को पनि बाटो रहेछ, यो चाहिँ के रहेछ, कहाँ जाने रहेछ त बाटो? पछि जाइ हेरौँ त यहाँनिर। रुको जरा सबर करो। यहाँ यता चाहिँ यो यता त माथि भ्यू हेर्ने भ्यू पोइन्ट भइहाल्यो। अनि यहाँ तलतिर अर्को पनि सानो बाटो रहेछ। यो के रहेछ त? यसो क्युरियोसिटी चाहिँ भयो। अब जाम अन्तिमसम्म हेरौँ। बाटो नै जस्तो छ, बाटो हो कि होइन त थाहा छैन, के होला अब हेरौँ है। यता त बाटै जस्तो छ। बाटो भनेर कहाँ जान्छ भनेर आएको त लास्टमा नाला पो परिदिरहेको क्या। हेर त बाटो जस्तो लागेको छ, नाला परिदिरहेको क्या यहाँनिर। उहाँ पर माथिबाट नालाको बाटो रहेछ क्या। बाटो पनि कति सफा क्लिन छ क्या यहाँनिर। 24 घन्टा एकदम बिजी एरिया क्या यो चाहिँ, लास्टेज एरिया। एयरपोर्ट भएर होला, वरिपरि खालि ट्रकहरू
कम्पनीको गाडीहरू बढी हिँड्ने क्या यहाँनिर। अनि यो क्याटरिङको सामानहरू अहिले फेरि एउटा अघि भनेको गेट गभर्मेन्ट भन्ने क्याटरिङको गाडी गयो क्या। यिनीहरू लगभग 1 घन्टा 1.5 घन्टामा हिँडिरहेको हुन्छ यहाँनिर। यहाँ जापानिजहरू पुरै कुकुरको भिडियो बनाइरहेछन् क्या। कस्तो मजाले 2टा कुकुर ल्याएर छ। कुकुर पनि मजाले लुगा लगाइन्छन् क्या यिनीहरूले त। उहाँ कुकुरको भिडियो बनाएर 2जना पुरै मजाले फोटोहरू खिचिरहेछन्। फोटोग्राफी भइरहेछ कुकुरको। यिनीहरूले कुकुरलाई यति प्यारो मान्छ नि, एकजना मान्छेलाई हुने खर्च सबै कुकुरलाई हुन्छ क्या। यहाँ एयरपोर्ट छ। यहाँ एयरपोर्टको छेउमा यता अपोजिट साइडमा के बिउहरू रोपिरहेको रहेछ यहाँनिर। माटो कति मलिलो हुन्छ नि यहाँको माटो है, बाफरे। नेपालको र यहाँको माटो एकदम डिफ्रेन्ट छ नि। के रोप्नु पर्यो भने माटोहरू लगभग यो ठाउँ नै यस्तै हो कि यहाँ समुद्र नजिक भएर पानी यस्तो मलिलो भएको हो कि माटो एकदम मलिलो माटो हुने क्या। अलरेडी यस्तो मलिलो माटो छ अनि यसरी रोप्छ क्या यिनीहरूले। मलिलो माटोमा बिरुवाहरू रोप्ने, अझै उतापट्टि ग्रिनरी बनाइन्छ क्या। अनि न गर्मीमा के हुन्छ न घाममा, न पानीले बिगार्छ भन्ने डर, न केही हुन्छ भन्ने डर। यो इकोकीको पार्कबाट अपोजिट साइडमा के छ भनेर यसो हेर्न हिँडेको। वेयर हाउस यतापट्टि बोट बिरुवाहरू धमाधम रोप्ने काम भइरहेको छ। यहाँपट्टि यतापट्टि गयो भने चाहिँ के छ होला यतातिर, पार्कै हो कि के छ कुनै बाटो कहीँ त नजोडिएला कि जस्तो लाग्छ। के चाहिँ रोपेको होला त है, यो हेरौँ है के हो भनेर। मजाले यहाँ हेरेको लास्टमा फर्सीको बिउ पो रहेछ क्या, फर्सीको बोट क्या। फर्सीको गट्टा होइन र यो, कहाँ चाहिँ जोइन हुन्छ होला त यो बाटो सिधै गयो भने। यतापट्टि त अघि नैको माथिको इकोकीको पार्क भइगयो। फेरि अघिको जस्तो खाल्डा खुल्डी नालातिर चाहिँ नलगियोस् यो बाटोले। समझ रहे हो 2-3 घन्टा भइसक्यो वरिपरि घुमिरहेको छु म। हरियाली देखेपछि त बसिरहँ जस्तो लाग्ने क्या मौसम। पहिले आउने बित्तिकै पनि हरियाली नदेखाए म, जुन सहरमै भनौँ न, एयरपोर्ट त होइन, यो एकी स्टेसन, ट्रेन स्टेसन नजिक बसेको क्याउ र म्याउ गर्छ क्या बढी। अनि त्यहाँबाट छुटेर जब म यो गाउँ साइडमा बस्न थालेँ त्यसपछि मलाई गाउँ साइड एकदम प्यारो लाग्छ क्या। वाउ, आइपुग्यो सिन। यहाँ पनि यतापट्टि कति राम्रो घाँसहरू, यता रुख बिरुवाहरू रहेछ क्या, एकदम ग्रिनरी। भित्र जान चाहिँ पाइँदैन र यहाँनिर। जहाँ जान निषेध हुन्छ नि यहाँनिर, त्यहाँ चाहिँ त्यसरी किप अफ द ग्रास भनेर ताचिरी किन्ची लेखिदिरहेको हुन्छ यसरी बोर्ड। फेरि यस्तोमा जान पाइँदैन। हुन त अब आजकल जापानीहरू भन्दा विदेशी बढी भएर एकदम विदेशीहरूले एकदम नराम्रो काम गरेको न्युजमा आइरहेको हुन्छ है। त्यस्तो चाहिँ कृपया कसैले नगरिदिनु होला, इमेज नराम्रो हुन्छ। यहाँ के को बिरुवा होला त, कस्तो मजाले भाटाले टेका लगाएर रोपाइरहेको रहेछ क्या, उभ्याएको रहेछ है। तल्लो बाटो कहाँ जान्छ भनेर आएको, त्यही अर्को मेन हाइवेबाट मुनि जोइन हुने बाटोमा आउँदो रहेछ क्या। यहाँनिर बाटो कतिसम्म बनाइदिएको, यहाँ चाहिँ यता पछाडि म अघि जुन आएको मेन हाइवे थियो नि त्यो हाइवे भयो। अनि र यताको यो देखिएको पछाडिको हाइवे चाहिँ यो उता एयरपोर्टको अपोजिट साइड पर्छ क्या। यहाँ पनि दामी छ बाटो, साइड ठाउँ चाहिँ दामी छ क्या। त्यहाँ हेर्नु न कस्तो छ मौसम, पछाडि मौसम प्लस अनि सिन। आजको यो लोकेसन हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनु होला। म प्रत्येक कमेन्ट चेक गर्छु र कमेन्ट रिप्लाई गर्नेछु। योभन्दा अझै राम्रो लोकेसनहरू, राम्रो ठाउँहरू, राम्रो भ्यू सिनहरू म खोजिरहेको छु। योभन्दा राम्रो भिडियोहरू आउने नै छ। अझै योभन्दा राम्रो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो ब्लग सब्सक्राइब गर्न नबिर्सिनु होला र लाइक कमेन्ट पनि गरिदिनु होला। त्यति दिनको लागि किप वाचिङ, किप ट्राभलिङ, अनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। थ्याङ्क यू, बाई बाई।